माउन्टेन हेज अलवेज बिन अ ग्रेट थेरापी फर मी। निकै समय भइसकेको थियो कतै नगएको, तर आज मेरो गाउँ चुमाराङबाट नजिकै रहेको सुन्दर पर्यटकीय स्थल दाबुराङ थामडाँडा हामी पुग्नेछौँ। We found our place on the branch of an old gum tree. Our feet would sway to a voice in the breeze. बाटो एकदम खराब छ यहाँनिर, हेर्नु होला। तरिका भनेपछि त नि पानी पसेछ कि के भाइ? यो अस्ति लगभग 1 विक भयो होला घुम्नुको लागि निस्किने भनेर अस्तिदेखि रेडी भएको, तर अहिले बर्खाको टाइम होइन, अघिसम्म पानी परिरहेको थियो, अहिले घाम लागिरहेछ। अनि रेगुलर भारी वर्षा भइरहेको थियो, त्यही भएर हामी जानु सकिरहेको थिएनौँ। र आज चाहिँ हामी तपाईँहरूलाई लाँदैछौँ आमचोक गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र। बाटो एकदमै खराब छ। अनि हामी चाहिँ अहिले यता हाम्रो गाउँ चुमाराङबाट ठ्याक्कै यो ठाउँमा आइपुग्दा ठ्याक्कै हामीलाई आधी घन्टा जस्तो लाग्यो। आधी घन्टाको राइड पछि हामी ठ्याक्कै यो पञ्चमी गैरा भन्ने ठाउँमा आइपुगेको छौँ, जुन चाहिँ एउटा जक्सन हो। यो साइडबाट राइटतिर जानुहुन्छ भने घोरेटार पुगिन्छ, र यो साइड जानुहुन्छ भने बालाङखा हुँदै तपाईँको उता दक्षिणी क्षेत्र उदयपुरतिर जान सक्छ। बालाङखाको बाटो लिएर हामी परबाट फेरि उकालो लाग्छौँ योतर्फ है। यहाँनिर पुगेपछि चाहिँ 3वटा बाटो छ। यता भनेको दाङखा जाने, यता भनेको यो बालाङखा जाने, र बिचको भनेको चाहिँ इउँ। अनि हाम्रो सदरमुकाम भोजपुर जिल्ला पनि यतैबाट जान्छ है त। यो चाहिँ हाम्रो मेन हाइवेबाट आइपुग्यो है गाइस। तलतिर बाटो केही अप्ठ्यारो थियो, तर गुम्बा पुगिसकेपछि भने बाटोको अवस्था निकै राम्रो रहेछ। सवारी चलाउन पनि निकै सहज र आनन्द। यो चाहिँ इउँ बजार सानो र सुन्दर छ। राम्रो बाटो हुँदा आधा घन्टामा नै आइपुगिने आज झन्डै 1 घन्टा लाग्यो। यस ठाउँमा ऐतिहासिक राके मेला साउन महिनामा भव्य रूपमा लाग्ने गर्दछ। यहाँनिर 2टा बाटो हेर्दै हुनुहुन्छ, यो यता लेफ्ट र राइटपट्टि। यो 2टै बाटोहरू चाहिँ भोजपुर हाम्रो सदरमुकाम जाने बाटोहरू हो होइन। यहाँबाट अलिकति सर्टकट पनि छ। यो बाटो अलिकति अर्को गाउँहरू ओख्रे भुल्के भन्ने ठाउँहरू छुँदै गएर माथि निस्किन्छ भोजपुर। यो बाटो चाहिँ छाप गाउँहरू हुँदै बासीखोरातिर हुँदै जाने बाटो हो यो बाटो भनेको चाहिँ। अनि हामी जान्छौँ यता माथितिर, यो चाहिँ थामडाँडा अनि यो दाबुराङ भन्ने ठाउँहरू यतै माथितिर पर्छ। हामी त्यतै जान्छौँ र आज हाम्रो गन्तव्य पनि त्यतैतिर है गाइजहरू है। हेर्नु त यस्तो दामी देख्यो त अब। अनि
यहाँबाट केही मिनेटको यात्रामा नै हामी दाबुराङ पुग्छौँ। तर दाबुराङ बजार जानुभन्दा अगाडि हामी एकैछिन बोटानिकल गार्डन पनि छिरेर केही अवलोकन गर्नेछौँ। आज चाहिँ एकदमै दामी खालको मौसम पनि खुलिएको छ है, धेरै समयपछि हाम्रो पनि एउटा भाग्यवश भनौँ। अनि अहिले चाहिँ हामी ठ्याक्कै यो दाबुराङको बोटानिकल गार्डनभित्र इन्ट्री गरेको छौँ। यहाँनिर ब्याकग्राउन्डमा देख्दै हुनुहुन्छ र यो बोटानिकल गार्डन चटक्क परेको छ, चिटिक्क होइन, मिठो खालको। यो चाहिँ जङ्गल, यो साइडमा जङ्गलहरू छ, जङ्गलको बिचमा एउटा मजाको खालको छ है। हामी जाने भनेको चाहिँ अब फेरि यहाँदेखि यता यो साइडतिर हो, यहाँनिर यता यो दाबुराङ बजार छनेर त्यहाँनिर सानो है, त्यहाँ हामी जान्छौँ। अनि थामडाँडा समथिङ यता यो साइड कता पर्ला मलाई एक्ज्याक्ट लोकेसन थाहा छैन, त्यहाँ गएर सोध्नु पर्ला एकछिनमा है। अनि त्यही हो, एकदमै दिलखुस भइरहेछ आज, किनकि एकदम मौसम पनि खुलिरहेछ। तलबाट आउँदा फेरि मौसम खुलेला नखुलेला भन्ने एउटा तनाव भइरहेको थियो, अब खुल्यो, ठिक छ। के गर्दै हो र दाइ? च्याउ हो कि? फोटोग्राफी तपाईँको डेन्जर गइहाल्छ है फेरि। सीताको चाहिँ हो नि त यो त ट्याक्कसँगले। ओके, केही समय हामी गार्डनको अवलोकनपछि दाबुराङ बजारतर्फ जान्छौँ। जति हामी अगाडि बढ्दै गयौँ त्यति नै सुन्दर हरियाली डाँडाहरू नजिकै थियो। ल यो है दाबुराङ बजार भनेको अवस्था अहिले यस्तो छ, हिलाम्मे छ अलिअलि है, हल्का पानीहरू सुकेको रहेछ, घाम लागेर सुक्नु त सुकेको रहेछ, त्यही पनि अलिकति भिजो रहेछ अवस्था यस्तो। अब हामी चाहिँ माथि गएर एक लट चाहिँ ड्रोन सट लिने हाम्रो इच्छा चाहना। यहाँ त ग्राउन्ड पनि रहेछ नि त, यस्तो गजब छ भ्यू यार। ल हेर्नुहोस् ल, ब्युटी अफ आमचोक। आँखैमा डुबेछ हिमाली लहर, फेरि आज यो जीवन नसा झै भएछ। भरि आकाशैमा रमाउने जुरेली भाकैमा मधुरो गुराँसको सुभाषले। ठ्याक्क होइन र इनर्जी ड्रिङ्क्स। ल यहाँनिर चाहिँ दाबुराङ बजार होइन, सानो ठिक्कको छ। अनि यहाँदेखि माथितिर चाहिँ यो ट्रेल बनाएको रहेछ ट्रेकिङको लागि। यहाँदेखि चाहिँ माथि तपाईँको ठ्याक्कै थामडाँडासम्मको छ र अब हिँडेर जानको लागि
लगभग 1 घन्टा लाग्दो रहेछ यहाँबाट। आज फेरि के गर्छौँ हामी, सायद जाँदिनँ होला माथिसम्म चाहिँ। अघि ड्रोनले चाहिँ माथिसम्म हल्का खिचिएको थियो, भेट्यो कि भेटेन थाहा छैन होइन, म पनि गएको छैन। हिँडेर जानुपर्छ। यो बाटो यो डाँडा घर माथिदेखि एउटा पोखरी पनि छ अरे, हाम्रो दाइले भन्दै हुनुहुन्छ, मलाई चाहिँ थाहा छैन। मान्छे पनि त्यहाँ मान्छे मरिसकेको छ, मान्छे 2-3 जना जो स्विमिङ गर्दाखेरि अब त्यस्तै पहिला केटाकेटीहरू होला, केटाकेटी होइन ठुलै मान्छे त धेरै गहिरो छ क्या, गहिरोमा अब बर्खा मात्रै होला तर अहिले त छैन होला। हिउँदो पनि हुन्छ, सुक्दैन, दलदल धेरै दलदल भएको कारणले चाहिँ दलदलमा फसेर भइहाल्छ। आजको यात्रामा यहाँसम्म मात्रै आउने भनेको हामी थामडाँडाको सुन्दर मनमोहक दृश्यले हामीलाई लोभ्यायो। माथि डाँडा नगइकन मनै मानेन। स्थानीयलाई सोद्धा हिँडेर जाँदा 1 घन्टा लाग्ने रहेछ। हामी खाजा खाएर पैदल यात्रातिर लाग्यौँ। यहाँ चाहिँ ढुङ्गाको यस्तो खालको स्ट्रक्चरहरू एउटा डाइनिङ टेबल टाइपको बनाएको रहेछ होइन, बस्नुको लागि अब आएर ट्याक्क बस्ने, खाजासाजाहरू खाने। यहीँ तल दागबुराङको यो पुरै माथि मात्रै हो। यो चाहिँ ठ्याक्कै एउटा यहाँनिर चाहिँ यो खालको स्ट्रक्चरमा बनाएको छ। यो पक्कै पनि यो चाहिँ उनी होला जस्तो लाग्यो, डस्टबिन नै जस्तो लाग्यो, किनकि यहाँ धेरै फोहोरहरू पनि छ है। बाहिर त्यस्तो छैन, हामी पनि यहाँनिर फ्याँक्यौँ है। अब यो हो नै पक्कै पनि यो, किनकि यस्तै छ यहाँनिर। यताबाट यसको निकासी पनि रहेछ। साह्रै मजाको भ्यू देखिरहेको छ यार आज। बाफ्रे हेर्नुहोस् त है, हिँड्दै जानेको यही बाटोहरू होइन। यहाँबाट यस्तो जाने, फेरि त्यहाँ ओह्रालो झरेर फेरि उकालो निस्केर त्यो बाटो उकालो। यात्रा जारी थियो। निकै माथि आइपुग्दा तलबाट देखेको दृश्यभन्दा धेरै फरक। वरपर गोठालेहरू, गाईबस्तु चरिरहेको, हरियाली वातावरण, यी सबै कुराहरू देख्दा कुनै कथाको काल्पनिक दृश्य चाहिँ। हेर्नुहोस् त गाईहरू क्लियर चाहिने रहेछ। ठिक छ, बर्खालो होइन, बर्खालो। सबैजना तपाईँहरू चाहिँ गोठालो आउनुभएको हो? तर इन्भाइरोमेन्टमा मस्त होइन, यस्तो खालको आनन्द। हिजो पनि यस्तै थियो कि? आज ठ्याक्कै टाइमिङ मिलाएर आएछ है हामी चाहिँ। अयौँ साउथ चाहिँ खै तर बाटो डाकबुङ घारी थियो पहिला र डाकबुङराङ राखेको चाहिँ हो रहेछ। राङ्न्यो घारी डाकबुङ त गुराँस भइगयो। गुराँस घारी थिएछ भनेपछि पहिला होइन, पहिला थिएछ, अहिले त फेरि एउटै छैन, देखिँदैन। दाबुराङ बान्ताओ भाषाबाट राखिएको नाम हो। दाबुराङको मतलब गुराँसको घारी भन्ने बुझिन्छ। पहिले गुराँसको घारी धेरै भएको कारणले त्यो नाम राखिएको भन्ने चलन छ। तल देख्दै हुनुहुन्छ देख्नु भएको छ नि, माथि चाहिँ जाने हो। त्यहाँ एउटा प्रतीक्षा कार्यालय कि के भन्छ, त्यहाँ माथि एउटा चौतारा छ। चौतारा, त्यहाँसम्म चाहिँ जाने हो। त्यहाँदेखि गलियो, खासै हिँड्ने बानी पनि नभएर होला। टोटल्ली यता हेर्नु, यो पथ मार्ग जस्तो रहेछ। यहाँनिर ठाउँ चाहिँ सिडीहरू हालेको छ। सिडी तीव्र गतिमा चलिरहेछ यहाँनिर कामहरू। बाटो हुने रहेछ यहाँ दुईपट्टि बस्नु छ। तलदेखि आउँदै गल्छ नि त, त्यहाँ ढुङ्गा छेउछेउमा छ नि। यो सबै लाइनिङहरू बनाइरहेको रहेछ, यो सिडीहरू सबै बनाउनु रहेछ।
यसरी बस्ने ढुङ्गाको यो चाहिँ थाकेको अरे मेरो गाउँको नजिकै केही घन्टाको दूरीमा नै यति सुन्दर ठाउँ छ भनेर मैले सोचेको थिइनँ। जब पुगे नेपालको भव्य पाटन पुगे चाहिँ लाग्यो, जहाँ पुग्न त्यति सहज छैन। हेर्दै आनन्द लाग्ने त्यो डाँडामा केही समय हाइक गरेर माथि चौतारासम्म पुग्यो, जहाँबाट दृश्य निकै नै सुन्दर देखिएको थियो। हरेक कुरा शब्दमा बयान गर्न सकिन्न, जुन कुरा महसुस गर्न पक्कै पनि एकपल्ट यहाँसम्म आउनुहोला। ती डाँडाहरूले बोलाउने गर्छन् मलाई किन धेरै पर मन नै छुने सुनौला रङ्गहरूलाई रोजी माझमा फुलै फुलहरू नाचिदिँदा डराउँदै ती रमाइला डाँडाहरूले लैजाने गर्छन् मलाई किन धेरै पर झरी परे झै जीवनका ती पलहरूले सधैँ फर्केर खुसी फिजाउँदै हाँसिदिँदा वीर पाखैका ती गुमौरो बाटो र गोरेटो फेरि आज यो जीवन उँभो नै छाडेछु। मुर्गी गन्दा यो पनि झ्याम्मै दिएर हाल्ने हो।